आज पनि मैले एउटा इन्फर्मेटिभ भिडियो लिएर आएको छु। हामीले हाम्रो जग्गाको नक्सा प्रिन्ट गर्नको लागि चाहिँ अब नापी कार्यालय नै धाइराख्नुपर्छ भन्ने छैन। हामीले घरैमा बसी पनि हाम्रो जग्गाको नक्सा प्राप्त गर्न सक्छौँ मोबाइल कम्प्युटरमा भनिएको थियो। र यसको लागि चाहिँ वेबसाइटमा गएर मेरो किता सर्च गरेर गुगलबाट चाहिँ हामीले अनलाइन आवेदन गरेर प्राप्त गर्न सक्छौँ भन्ने किसिमको एउटा भिडियो बनाएर मैले अपलोड गरिसकेको थिएँ, जानकारी दिइसकेको पनि थिएँ हो। अब त्यति मात्रै नभएर हामी मोबाइल युजरकर्ताहरूको लागि चाहिँ मोबाइल एप पनि सर्वे डिपार्टमेन्ट नापी विभागले मोबाइल एप जारी गरेको छ, लन्च गरिसकेको छ। र त्यो हामीले मेरो किता भन्ने मोबाइल एप हाम्रो आफ्नो मोबाइलमा इन्स्टल गरेर त्यस मार्फत हामीले त्यहाँबाट चाहिँ अनलाइन आवेदन गर्न सक्छौँ। यो एउटा कुरा चाहिँ याद गर्नुपर्छ कि अनलाइन भन्ने बित्तिकै रियल अन टाइम चाहिँ होइन। त्यसमा पनि अब उताबाट आवेदन आइसकेपछि यता नापी कार्यालयले निवेदन हेरेर भेरिफाई गरेर नक्सा पठाउने हो, नक्सा डेलिभरी गर्ने हो। र यसको लागि चाहिँ मोबाइल एप आइसकेको छ। मोबाइल एप आफ्नो मोबाइलमा इन्स्टल गरेर यस मार्फत चाहिँ नक्सा प्राप्त गर्न सक्नुहुन्छ। र नक्सा प्रिन्ट लगायत अन्य नापी कार्यालयबाट पाउने सेवाहरू पाउनुहुन्छ। किता कार्ड बाहेक, किता कार्डको लागि चाहिँ भौतिक उपस्थिति नै हुनुपर्छ। र किता कार्डभन्दा बाहेक अन्य सेवाहरू चाहिँ घरैमा बसी प्राप्त गर्न सक्छौँ है त। यसको लागि हामीले घरैमा बसेर पेमेन्ट गर्न सकिन्छ अनलाइनबाट। र यसको लागि चाहिँ कनेक्ट आइपिएस ई सेवा हुनुपर्छ हाम्रो, त्यसबाट चाहिँ पेमेन्ट गर्न सकिन्छ। र यसरी हाम्रो मेरो किता एप मोबाइलमा कसरी इन्स्टल गर्ने, आवेदन कसरी गर्ने भन्ने कुरा चाहिँ मैले यहाँबाट सिकाउँछु, हेर्नु होला है त। प्ले स्टोरमा जानुहोस्, प्ले स्टोरमा गएर प्ले स्टोरको सर्चमा गएर सर्चमा टाइप गर्नुहोस् मेरो किता नेपाल एप भन्ने आउँछ। त्यसलाई यहाँ मेरो किता भन्ने सर्वे डिपार्टमेन्टको एप आउँछ। यो आधिकारिक एप हो, यो नापी विभागको। यसलाई इन्स्टल गर्नुहोस्, केही समय लाग्छ। इन्स्टल भइसकेको छ र यसलाई ओपन गर्नुहोस्। मेरो किताको एप खुलिसकेको छ। अब यहाँबाट चाहिँ अघि भने जस्तो हामीले नक्सा प्रिन्ट गर्न साधारण प्रयोगकर्तासँग हुनुपर्ने कागजातहरू जग्गा यति चाहिँ कागजात चाहिन्छ नक्सा प्रिन्ट गर्न र अरू निवेदन हाल्नको लागि। यति सेवा चाहिँ यहाँबाट आइसकेको छ। मेरो किता एप हो, यो मोबाइल एप हो, घरैमा बसी नक्सा प्रिन्ट गर्नको लागि। यो निवेदनको अवस्था चेक गर्नुहोस्मा चाहिँ हामीले निवेदन दिइसकेपछि आफूले त्यहाँ राखिएको मोबाइल नम्बरमा ओटिपी आएको हुन्छ। आफ्नो मोबाइल नम्बर र ओटिपी कोड यहाँ हालेर यहाँ स्थिति जाँच गर्नुहोस् भन्नेमा क्लिक गरेपछि हाम्रो निवेदनको अवस्था के छ, हामीले सुरुमा दिएको निवेदन चाहिँ एप्लाई गरेको निवेदन चाहिँ भेरिफाई भयो कि भएन। अब त्यहाँ भेरिफाई भइसकेपछि फेरि अब पेमेन्टको लागि रिक्वेस्ट आउँछ। त्यो सबै म्यासेजमै आउँछ हुन त। र के भइरहेछ यहाँबाट पनि चेक गर्न सकिन्छ। र पेमेन्ट गर्ने बेलामा चाहिँ यो चाहिन्छ है। पेमेन्ट गर्ने बेलामा यो एकदम अनिवार्य छ। यहाँ चाहिँ अर्को के छ भने तपाईँहरूलाई चाहिँ जस्तै कुनै पनि नापी कार्यालयलाई चाहिँ सम्पर्क गर्नु पर्यो, फोन नम्बर चाहियो भने र कुनै प्राविधिक समस्या भयो तपाईँले एप्लिकेसन दिनलाई भने त्यस्तो अवस्थामा चाहिँ भिडियो हेर्न पनि एउटा भिडियो राखिएको छ। र कुनै पनि नापी कार्यालयमा सम्पर्क गर्नु पर्यो, किता नापी महाशाखामा पनि सम्पर्क गर्नु पर्यो भने त्यो सम्पर्क नम्बर पनि यहाँ राखिएको छ। हालसम्म अहिले चाहिँ 140वटा नापीमध्ये 136 नापी कार्यालयमा चाहिँ नेलिस प्रणाली लागू भइसकेको छ। नेलिस प्रणाली लागू भइसकेको कार्यालयबाट चाहिँ हामीले सजिलैसँग अनलाइन एप्लिकेसन दिएर चाहिँ नक्सा प्रिन्ट घरमा बसी गर्न सकिन्छ। र त्यस्तो कार्यालयलाई सम्पर्क गर्नु पर्यो भने चाहिँ यहाँ माथिपट्टि राइट साइडमा एउटा व्हाट चिन्ह दिएको छ, त्यहाँ व्हाट चिन्हमा क्लिक गर्नु।
WhatsAppमा क्लिक गरिसकेपछि तपाईँलाई भिडियो ट्युटोरियल हेर्नु पऱ्यो भने त्यहाँ एउटा भिडियो पनि छ र नापी कार्यालयको चाहिँ सम्पर्क नम्बरहरू त्यहाँ दिएको छ। जस्तै तपाईँलाई चाहिँ सिन्धुलीको चाहियो भने यहाँ कार्यालय खोज्नुहोस् भनेको ठाउँमा सिन्धुली टाइप गर्नुहोस्। नापी कार्यालय सिन्धुलीको यसरी नम्बर आइहाल्छ। हेर्नुहोस् कार्यालयको नम्बर चाहिँ कार्यालय प्रमुख र कार्यालयको नम्बर चाहिँ यसरी आइहाल्छ। त्यहाँबाट डाइरेक्ट कल गर्न सकिन्छ। यहाँ चाहिँ नापी कार्यालय सिन्धुलीको फोन नम्बर हो। जुनसुकै यहाँ नापी कार्यालयहरूको चाहिँ सम्पर्क नम्बरहरू राखिएको छ।